हेलो गाइस, नमस्ते एभ्रीबडी। आज पनि म हजुरहरूलाई दोस्रो भ्लगरको भ्लग लिएर आउँदैछु। यतिखेर चाहिँ म आफ्नै गाउँघरको जङ्गलतिर हिँडिरहेको छु। जङ्गलको यात्रा गर्दैछु गाइस। एकदमै घारी छ, तपाईँले हेर्न सक्नुहुन्छ। यो घारीहरू हिँडिरहेको छौँ जसो तसोमा पनि गाइस। तपाईँहरूलाई आज म यो जङ्गलको भ्यूहरू देखाउने छौँ। हजुरलाई कस्तो लाग्यो हाम्रो जङ्गलहरू हेर्नु होला गाइस। यो चाहिँ यतातिर चाहिँ रोड खनेको हो, तर पनि रोड खनेर पनि राम्रो संरक्षण नभएपछि चाहिँ यसरी घारी भएको अवस्था छ। अनि अगाडि छन् मेरो भाइ, मेरो प्यारो भाइ हिँड्दै छन्। त्यहाँ आफ्नो फुपूको लागि कोसिली बोक्दै होइन, कोसिली बोक्दै हिँडिरहेका छन् र म पनि साथसाथमा हिँडिरहेको छु। हजुरहरूलाई आज जुकाहरू पनि आइरहेको छ गाइस। जुका देखेको कहिले डर लाग्छ गाई। डर लाग्नेहरूले चाहिँ कमेन्ट गर्नु है। खत्रै पारेर खान्छ है। हेर्नुहोस् है, यहाँ खाइसकेको छ, मेरो खुट्टामा चाहिँ यसरी जुकाले खाइसकेको अवस्थामा छ। गाई पनि यहाँ चाहिँ भत्किएको अवस्था छ है। के गर्नु, बर्खा मासको टाइम छ, यसरी भत्किन्छ, रोडहरू बिग्रिन्छ। यहाँ चाहिँ रोड खनेको ठाउँ पनि यस्तो जङ्गल भइरहेको छ अहिले। हेलो गाइज, फाइनली अनि यो भारी चाहिँ भाइले बोक्न नसकेर मलाई दिएको अवस्था छ। अब म चाहिँ यसरी भारी बोकेर खिच्दैछु गाइज। एकदमै गाह्रो भइरहेको छ हिँड्नलाई। गाइस, यो कुहिरो लागेको, हल्का कुहिरो लागेको देख्दा चाहिँ एउटा गीत गाउन मन लाग्यो है। गीत चाहिँ सुनिल गिरीको गीत रहेको छ। त्यो गीत गाएर सुनाउनु छ हजुरहरूलाई। अब गायक त होइन, स्वर त राम्रो हुँदैन, तैपनि हेर्नु बाटो हिँड्दाखेरि एकदमै गीत गाउँदाखेरि रमाइलो रोमान्टिक फिल हुन्छ। त्यही भएर चाहिँ गीत गाउन कोसिस गरेँ। हजुरहरूले कस्तो लाग्छ है, गीत गाउन मनपर्छ कि पर्दैन? गीत मन पर्नेहरूले पनि कमेन्ट गर्नु होला, मन नपर्नेहरूले पनि कमेन्ट गर्नु होला है त गाइज। झरी परेछ उसुरा कुहिरोले, मेरी मायालुको गाउँ चाहिँ के छ, मेरी मायालुको गाउँ चाहिँ के छ। अनि गाइस, यो उकाले नि ओह्रालो हिँड्दै गरेको क्रममा चाहिँ मलाई एउटा छोटो लाइन भन्न मन लाग्यो है। सिङ्गल पनि छु, त्यही भएर एक्लो जिन्दगीमा एउटा 2 लाइन भन्न मन लाग्यो। लाइन चाहिँ यस्तो रहेको छ। उकाली र ओह्राली भन्ज्याङ अनि चौतारी, उकाली र ओह्राली भन्ज्याङ अनि चौतारी, एक्लो भयो जिन्दगीमा सँगै साथ हिँड्ने कोही पाइन दौतारी। कोही दौतारी छ भने कमेन्ट गर्नुहोस् है। धन्यवाद, मेरो भाइले ताली दिनु भएकोमा धेरै धेरै धन्यवाद छ मेरो 2 लाइनलाई। अनि गाइस, उहाँ चाहिँ मेरो ड्याडी हुनुहुन्छ। ड्याडी चाहिँ अगाडि घारीहरूलाई हल्का फाट्दै होइन, बाटो बनाउँदै हिँडिरहनु भएको छ। अनि हजुरहरूलाई देखाउन चाहे यस्तो छ गाइस हाम्रो गाउँघरको बाटो। गोरेटो अनि उस्तै छ गल्ली, कतै तिमी बदल्यौ कि है गाइस। गीत पनि एकदम आउँछ क्या गाइस। यस्तो छ गाइस, यहाँ चाहिँ हाम्रो बाटो एकदमै एक्लै हिँड्नु त डर लाग्ने खालको पनि छ है गाइस। के गर्नु, यस्तै छ यहाँनिर। यस्तो पानीहरू पनि छ, खोलाहरू पनि सानो छ यतातिर। एक्लै हिँड्नु त अलिक डर लाग्दो खालको छ। हेर्नु न कस्तो भइरहेछ आममा, हेर्नु न आममा यस्तो झुम झर्न रहेछ गाइस। झर्नलाई थोरै जुम गर्छु म, कस्तो देखिन्छ। खासै राम्रो क्वालिटीको मोबाइल छैन है, त्यही भएर खासै राम्रो नदेख्ने रहेछ गाइस। के गर्नु है गाइस, वरिपरि यो
राम्रो मोबाइल किन्न सकेको छैन, तैपनि म सानोतिनो मोबाइल भ्लग खिच्दैछु। कस्तो नराम्रो खिचेको नभन्नु होला गाइज। अनि भाइले चाहिँ फेरि मलाई बोक्न अल्छी लागेर मैले भाइलाई नै सताएको अवस्था छु। अब यति चाहिँ गर्नु परेन है, दाइ भएपछि भाइले अलिकति सताउनु नै पर्छ। त्यही भएर मैले यस्तो बोके जस्तो मात्रा गरेर फेरि भाइलाई लगाएको छु है। भाइले चाहिँ 10-15 रुपियाँ दिन्छु भनेर पकाएको चाहिँ भाइ चाहिँ हुरुक्कै भएको छ। त्यही भएर के गरौँ, धेरै दिन त सकिँदैन। त्यही भएर भाइले बोकिरहेको छ। गाइज यतिसम्म भ्यूहरू देखाएँ तपाईँहरूलाई कस्तो लाग्यो, हाम्रो जङ्गलको भ्यू कस्तो लाग्यो गाइज हेर्नु होला, कमेन्ट गर्नु होला कस्तो लागिरहेको छ, रमाइलो फिल भइरहेको छ कि छैन कमेन्ट गर्न पटक्कै नभुल्नु होला। म हिँड्दैछु, अझै पनि देखाउने छु। हाम्रो यात्रा अझै टुङ्गिएको छैन, हामी आज 2 घन्टाको बाटो हिँड्नेछौँ। अझै छ हाम्रो बाटोहरू देखाउनलाई, हजुरहरूलाई देखाउने छु। म जङ्गलहरू देखाउने छु तपाईँहरूलाई। गाइज अब चाहिँ हामी जङ्गलको बाटो सकिन लागेको छ। अब हामी गाउँतिरको बाटो आइपुगेको छ। हामी चाहिँ यो गाउँ कटेर पनि ठुलो गाउँमा पुग्नेछौँ आज। हेर्दै गर्नु होला लास्टसम्म भ्लगलाई। अनि यतिसम्म भ्लग हेर्दा चाहिँ कतिको रमाइलो भइरहेको छ, कतिको इन्जोय फिल गरिरहनु भएको छ, कृपया कमेन्ट गर्न नभुल्नु होला। अनि गाइज हेर्नुहोस्, जुका भनेको यस्तो जुकाले यसरी खान्छ गाइज। यहाँ मजाले खाइरहेको छ जुकाले, भात टोक्नेले। कालो बाटो छ गाइज, हेर्नुहोस् बाटो चाहिँ यस्तो अप्ठ्यारो छ। यस्तो अप्ठ्यारो बाटोमा हिँड्नुपर्छ गाइज। गाइजमा पनि यसरी हिँडिरहेको छ। अलिकति मिस्टेक भएर उल्ट्यो भने त तल खल्छ, भेट्दैन मान्छेको। गाह्रो छ गाइस हिँड्नलाई। के गर्नु, गाउँघरको बाटो गर्नलाई साह्रै गाह्रो छ। के गर्नु गाइस, यस्तै छ दुःखी जिन्दगी, यसरी हिँड्नु परिरहेको छ गाइस।
गाइस अब चाहिँ हामी हल्का गाउँको बाटो आइपुगेको छौँ। हामी चाहिँ गाउँतिरको यसो भ्यू देखाउने तपाईँहरूलाई। गाइस ब्लग बनाउँदै गरेको क्रममा चाहिँ हामीले यहाँनिर एउटा सानो भाइलाई भेटेको छ। कस्तो क्युट छ है, हाँस्देऊ न एकचोटि, स्माइल, हाँस्देऊ न। एकदमै क्युट भइरहेको छ है सानो भाइ, एकदमै मलाई मनपर्छ। क्युट स्माइल देऊ न, हाँसिदेऊ न। हाँसियो ल, बाई बाई। अनि गाइस सानो भाइलाई चाहिँ मैले मम्मीसँगै छोडेर राखिदिएको छु। कस्तो क्युट भाइ, नचिनेको मान्छेसँग कस्तो आउने रहेछ, एकदम माया लाग्दो भाइ रहेछ सानो भाइ। उसलाई चाहिँ उतै छोडेर आएको छु। अनि गाइस कस्तो लागिरहेको छ हाम्रो भ्लग यतिसम्म हेरिरहनु हुँदा, कतिको रमाइलो फिल भइरहेको छ, कतिको इन्जोय गरिरहनु भएको छ, कमेन्ट गर्न नभुल्नु है। गाइस तपाईँहरूलाई यसो भ्यू देखाउने मन थियो आज, तर पनि यहाँ कुहिरो बादल धेरै लागेको कारण तपाईँलाई भ्यूहरू देखाउन असमर्थ भए, क्षमा गर्नु होला गाइस। एकदमै रमाइलो भ्यू थियो यतातिर, बर्खाको समय पनि छ, त्यही भएर यतातिर एकदमै कुहिरो लागेको अवस्था छ गाइस। यस्तै पनि म भ्लग खिच्दैछु, कस्तो लागिरहेको छ, कतिको रमाइलो फिल गरिरहनु भएको छ, कमेन्ट गर्नु होला। अनि गाइस म यसरी हिँड्दैछु, यो कुम्लो थोरै कोसेली बोक्दै हामी चाहिँ यतातिर हाम्रो फुपूको घरतर्फ जाँदैछु है। फुपूको घरमा फुपूलाई थोरै कोसेली बोकेर फुपूलाई भेट्न गइरहेको छौँ। अनि त्यही अवस्थामा जङ्गलको भ्लग चाहिँ बनाउँदैछ हामीले गाइस। हामीले मेन जङ्गल चाहिँ कटिसकेको अवस्था छ, हामी गाउँतिर आइसकेको छौँ। गाउँतिरको रोडहरू मुसुम हामी त्यतिखेर हिँडिरहेको छौँ। कस्तो लागिरहेको छ गाइस, कमेन्ट गर्न नभुल्नु है, पटक्कै नभुल्नु कमेन्ट गर्न। हेलो, कस्तो लागिरहेछ हाम्रो आजको यात्रा? एकदमै झ्याबा मुला हिँडेर मुलाई गाडी से ती से कतै सोल्छौँ रङ्ग दिने इबै से चुरी खर्ती दुई गाउँ ए रङ्ग लाना माया लाने भयो ती चुरी खर्ती ओहो अनि कतै हो रङ्ग ती लाना माया लाने तिल्लो लाना बधाई मुला है मै हेला टेन्सन तिलो टेन्सन त रङ्ग ए ल त्यो काम थिएन मलाई भने टेन्सन नला त गाइस थोरै भ्यू देखाएँ तपाईँलाई यहाँको कस्तो लाग्यो, कतिको रमाइलो लाग्यो, कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु है गाइस। कमेन्ट गर्नुभएको छ तपाईँहरूले कतिको रमाइलो लाग्यो हेर्नु होला। तर कुहिरो लागेर चाहिँ केही पनि देखिएको छैन, तर पनि थोरै थोरै देखाएँ, कस्तो लाग्यो कमेन्ट गर्नु है। हेलो गाइस, अनि यहाँबाट पनि थोरै भ्यू देखाएँ तपाईँलाई, तल गाउँतिरको देखाएँ है।
कतिको रमाइलो लाग्यो यो भ्यू हेरेर कमेन्ट गर्नु होला। त्यहाँ बादल कुहिरो चाहिँ लागिरहेको छ, त्यही भएर खास चाहिँ राम्रो चाहिँ देख्दैन पनि ठिक ठिकै देखिरहेको छ है। हजुरलाई चाहिँ कतिको राम्रो लाग्यो, मलाई चाहिँ एकदमै रमाइलो लाग्यो, त्यही भएर हजुरलाई पनि देखाउँ भनेर यसो लिएँ मैले पनि। कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला है। अनि गाइस वहाँ पारी चाहिँ एकदम रमाइलो एउटा झर्ना रहेछ, त्यो झर्ना पनि हजुरलाई मैले अघि देखाएँ। यो झर्ना कस्तो लाग्यो है। गाइस फेरि पनि स्वागत छ हाम्रो भ्लगमा। यो चाहिँ म बचपनमा पढेको स्कुल हो गाइस। यो चाहिँ म बचपनमा यहाँ पढेको थिएँ गाइस। आज यहाँ आउँदा यो बचपनको याद पनि दिलाइरहेको थियो स्कुलले। यहाँ चाहिँ म पढेको स्कुल है गाइस, बचपनमा पढेको स्कुल। एकदम रमाइलो भएको थियो त्यतिखेर, रमाइलो भएको थियो, सँगै पढेको साथीहरू थियो। अहिले कता कता गयो भेटेको छैन, तर बालापनको याद मनमा अझै ताजै रहेको छ। अब चाहिँ हामी हाम्रो गन्तव्यमा पुग्न लागिसकेको छ। अब अलिकति अगाडि पुग्ने बित्तिकै हामी हाम्रो गन्तव्यमा पुग्नेछौँ। अब हामी पुग्नै लागेको छ गाइस। कस्तो लाग्यो हजुरलाई यतिसम्म भिडियो हेर्दा, हाम्रो भ्लग हेर्दा कतिको रमाइलो भयो, कतिको खुसी भयो गाइस, अनि कतिको हाम्रो भिडियोमा चाहिँ के कति कमी कमजोरी भयो, कतिको रमाइलो भयो, सबै टिप्पणीहरू हजुरहरूले कमेन्टमा लेख्नु होला। हजुरहरूको कमेन्ट अनुसार म फेरि पनि अर्को रमाइलो भ्लगहरू लिएर आउनेछु। केही कमजोरीहरूलाई सुधार्नेछु। हजुरहरूको कमेन्टको प्रतीक्षामा छु, कमेन्ट गर्न नभुल्नु होला। अब हामी चाहिँ भिडियोको अन्तिमतिर आइसकेको छौँ। अब हामी हजुरलाई बिदा माग्ने बेला भइसकेको छ। हामी चाहिँ अब हाम्रो गन्तव्यमा आइपुगेको छौँ है। यो चाहिँ हाम्रो फुपूको घर हो। हामी चाहिँ यहाँसम्मको यात्रा थियो हाम्रो आजको यात्रा। अनि आजको जङ्गलको यात्राहरू भिडियोमा कैद गरेर हजुरहरू सामु पस्केको छु, हजुरहरू सामु प्रस्तुत गरेको छु। कस्तो लाग्यो भिडियो हेरेर लाइक कमेन्ट गर्नु। गाइस हामी भिडियोबाट बिदा लिनुपर्ने बेला भइसकेको छौँ। हामी हाम्रो गन्तव्यसम्म आइपुगेको छौँ र हामी गन्तव्यसम्म आइपुग्दाखेरि बाटोघाटोहरू देखायौँ हजुरहरूलाई। बाटोमा भएको घटनाहरू देखायौँ, बाटोबाट देखेको मनोरञ्जन दृश्यहरू देखायौँ। अनि हजुरहरूलाई
त्यो दृश्यहरू कस्तो लाग्यो, हाम्रो आजको भिडियो कस्तो लाग्यो, लाइक कमेन्ट गर्न पक्कै पनि नभुल्नु होला है त गाइस। भन्दै फेरि पनि म हजुरहरूलाई आग्रह गर्न चाहन्छु कि हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट अनि सेयर गर्नु होला। राम्रो लागे राम्रो कमेन्ट गर्नु, नराम्रो लागे नराम्रो कमेन्ट गर्नु, र हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर अनि बेल आइकनलाई चाहिँ अन गरिदिनु हुन अनुरोध गर्दछु। र भन्दै आजको हाम्रो भिडियोलाई यही टुङ्ग्याउन चाहन्छु।